अन्य संसारका राजाहरू जस्तै येशू ख्रीष्टले पनि रोमी राज्यहरूलाई जितिकिन उहाँले चाहिँ संसारको राजाहरू जस्तै आफ्नो राज्यलाई स्थापित गर्छ भनेर यहुदी जातिहरूले अनि येशू ख्रीष्टको आफ्नै चेलाहरूले पनि सोचेका थिए। तर वास्तवमा चाहिँ येशू ख्रीष्टले चाहिँ आजको दिनमा चाहिँ क्रुसमा चाहिँ मृत्युमाथि विजय भइकिन शैतानलाई जितिकिन चाहिँ उहाँले चाहिँ आफ्नो अनन्त राज्यलाई स्थापित गर्नुभएको दिन हो। अनि उहाँले आफ्नो अनन्त राज्यलाई स्थापित गरिकिन चाहिँ तपाईँ र मलाई चाहिँ अनन्त राज्यको सुसमाचारलाई बोक्ने त्यो हामीलाई एउटा अवसर, हामीलाई एउटा मौका उहाँले दिनुभयो। अनि त्यस सँगसँगै उहाँले चाहिँ उहाँको अनन्त राज्यमा चाहिँ भागीदार हुने हामीलाई मौका दिनुभयो। अनि त्यो मौका दिकिन चाहिँ आज तपाईँ र मलाई चाहिँ उहाँद्वारा, उहाँको क्रुसिफिकेसनद्वारा, उहाँको मृत्युद्वारा, उहाँ मर्नु भएर चाहिँ शैतानमाथि विजय गर्नुभएको कार्यद्वारा चाहिँ तपाईँ र मलाई चाहिँ उहाँको राज्यमा चाहिँ अनन्तको लागि रहने तपाईँ र मलाई प्रिभिलेज, अपर्च्युनिटी दिनुभएको छ। अनि यो चाहिँ सबैभन्दा ठुलो कुरा हो। अनि यसै कारणले गर्दा चाहिँ तपाईँ र मेरो निम्ति आजको दिन येशू ख्रीष्ट क्रुसिफाई भएको दिन पनि तपाईँ र मेरो निम्ति चाहिँ गुड फ्राइडे अर्थात् असल शुक्रबार बन्न गएको हो। अनि यो चाहिँ तपाईँ र मेरो निम्ति चाहिँ एउटा ठुलो भन्दा पनि ठुलो आशिषको कुरा हो। अनि योभन्दा ठुलो आशिष चाहिँ आज तपाईँ र मेरो निम्ति कुनै पनि छैन। सबैजनालाई ह्याप्पी गुड फ्राइडे।